गुरुबा नमस्कार। नेपालको प्रधानमन्त्री को हो अहिले थाहा तपाईँलाई? कुनै मलाई थाहा छैन। मलाई यो धेरै नगर्न मैले आऊ भने पनि छैन, बस भने छैन, तुरन्त जाने, जुन बाटो आएको त्यही बाटो जाने। यति नरिसाउनु न। यहाँ नेपालमा जिन्जी आन्दोलन भएर कत्रा विधि भइसक्यो। यहाँ फागुनको 21 गते चुनाव हुने भने छन्। झन् त्यस्तै त्यस्तै नयाँ नयाँ समाचार दिन आएको तपाईँ त्यसै रिसाउनुहुन्छ। ल त्यस्तो भए चाहिँ अहिले हाल्दा अनि अहिले त के भइसक्यो के नि। तर पनि एकपल्ट हाम्रो प्रधानमन्त्री सुशीला कार्कीलाई चाहिँ भेटेर आउनुहोस् न त, अनि कुरा गरौँला है त। अनि गुरुबालाई कस्तो लाग्यो त नि हाम्रो जिन्जी प्रधानमन्त्री? सुन्दर कक्षामा महाराज 3 ठाउँमा भाँचेकी कुप्री बुढी बसिरहेछन् चन्दन लिएर। ल त्यस्तो कुप्री बुढी भनेर चाहिँ नहेप्नु। जे भयो नि जिन्जी आन्दोलनको बेलामा हाम्रो नेपालको चाहिँ सबैको हात थामेर एउटा अभिभावक बने मान्छे पो त। म त हाम्रो लागि त देउता हो, देउता देउता। वाइर पारी टेक्दै भात पाक्यो भन्ने हल्लिँदै त्यस्तो पो छ देउता त। गोडा जुत्ता र एउटा गोडा मजा लाएर हल्लाउँदै। तै पनि अब परमेश्वर अब त्यही भयो, अब के गर्ने।